मसला हो यो तरकारीलाई उ गर्ने के गराउनु लाग्यो हजुर अचार हो ए के मिसाउनु भएको छ यसमा प्याज खुर्सानी हजुरको नाम चाहिँ के हो दिदी नाम छैन सम्पूर्णमा नमस्कार म चाहिँ यति बेला सुर्खेत जिल्लाको लेकपेशी नगरपालिका वडा नम्बर 9 चौरासे स्थित नेपालकै लोक उन्मुख आदिवासी राउटे समुदायको बस्तीमा छु। यहाँ चाहिँ दिदीले अचार चाहिँ यसरी पिस्दै हुनुहुन्छ। बन्चरोले काठको फलेकमा प्याजहरू खुर्सानीहरू नुनहरू राखेर यसरी अचार पिस्दै हुनुहुन्छ। हामीहरू यति बेला आधुनिक युगमा बाँचिरहेका छौं। हामी अचार पनि अहिले मिक्सरले पिस्छौं है एकैछिनमा, तर उहाँहरूले यो राउटे समुदायहरूले आफ्नो मौलिकता आफ्ना पुर्खाहरूदेखि चलिआएको परम्पराहरू अहिले पनि भुल्नु भएको छैन है। यसरी हामी इमेल इन्टरनेटमा जोडिएका छौं, तर उहाँहरू कसैसँग पनि एउटा फोन छैन। हामी इमेल इन्टरनेटको माध्यमबाटै विश्व हेरिरहेका छौं, तर उहाँहरू यही जंगललाई नै आफ्नो घर संसार मानेर जंगलमै रमाइराख्नु भएको छ। न उहाँहरूका त्यस्तो ठूला महत्वाकांक्षाहरू छन्, न त्यति धेरै ठूलो रहर चाहना छ हैन। उहाँहरू पढलेख नि गर्नु भएको छैन। पढ्न लेख्न हुँदैन भन्ने जुन उहाँहरूको एउटा संस्कार छ, जुन मान्यता छ, त्यसलाई नै फलो गरेर उहाँहरू अहिलेको यो 21औं शताब्दीमा पनि अगाडि बढिरहनु भएको छ। तर उहाँहरूलाई अब चाहिँ शिक्षित बनाउनु पर्छ। सरकारले पनि गर्न त गरिरहेको छ, उहाँहरूलाई भत्ताहरू दिइरहेको छ मासिक, तर सरकारले अब उहाँहरूलाई शिक्षित बनाउनु पर्ने पनि देखिन्छ। अब पनि उहाँहरूलाई सही मार्ग निर्देशन गर्न सकिएन भने उहाँहरूको अस्तित्व नै यति बेला संकटमा परेको छ। दिन प्रतिदिन उहाँहरूको जनसंख्या पनि ओह्रालो लागिरहेको छ। 120-30 जना मात्रै जनसंख्या छ उहाँहरूको अहिले। र पछिल्लो समय उहाँहरू लागू पदार्थ अनि मद्यपान भनौं न जाँड रक्सीले गर्दाखेरि उहाँहरूको जीवनमा नकारात्मक असरहरू परिरहेका छन्। साना साना भाइ बहिनीहरूले पनि जाँड रक्सी खाएर लट्ठ परेर बसिरहनु भएको छ। यो दृश्य देख्दै गर्दाखेरि चाहिँ एकदम मनै कटक्क खान्छ है, मन दुख्छ, मन विक्षिप्त हुन्छ। झोल जाँड हो यो पानी हो। अनि यति सानो उसमा त खाना हुन्न नि उमेरमा। केसको यो बाइकको हो, बाइकको मोटरसाइकलको हैन, कसले निकालेको? ए यो चटनी अचार हो जाँडसँग खाने? को हुनुहुन्छ घरमा? यो एउटै बटकोमा सबैले बाँडेर खाने हो?